हेर्नु साथीहरू यो बक्या नदीको पुरा भरिएको छ हैन। हेर्न सक्नुहुन्छ यो पुरै भरेको छ, पुरै यो पुरै भरेको छ। यो बक्या नदीको पानी एकदम शान्त स्पिडले चलिरहेको छ। एउटा गलदेउरा नदी हो। एकदम बाढी यो गाउँसम्म पुगिसक्यो हो। अब गाउँमा पनि एकछिनमा पुग्ने हो। यो पानीको साउन्ड सुन्दै गर्नुहुन्छ साथीहरू, कस्तो साउन्ड छ। हेर्न गर्नु होला साथीहरू, यो बान यति ठुलो थियो कि यो बानको नजिकमा पानी छ क्या। बानको छेउछाउ अब योभन्दा विपद के हुन सक्छ भन्नुहोस् त। यो ठुलो बाँध थियो। हेर्दै गर्नु यो हाम्रो गाउँको गलदेउरा नदी हो। घरदौल फटदौल जो भन्छ यही नदी हो हाम्रो। बाढीको प्रकोपको कारण हाम्रो गाउँमा हैन यसैको प्रकोप हुन्छ हाम्रो गाउँमा बाढीको। यति बेलाको दृश्य हेर्दै हुनुहुन्छ तपाईँ। यो बाढीले के गर्छ यार हाम्रो गाउँमा। यो पुरै धानलाई डुबाइदिएको छ है साथीहरू। लिएर जान्छ लान्छ छैन। यता यति बेला हामी एकदम बाढीको प्रकोपमा फसे मेरो गाउँ। हेर्नुहोस् जनता जान्न चाहन्छन् यो कस्तो विकास हो। यहाँ हेर्न सक्नुहुन्छ तपाईँ बाढीको बाढी। ओ माय गॉड यति बेला हामी यस्तै हो साथीहरू, हेर्दै गर्नु होला। बाढीको कारणले गर्दा हामी एकदम अस्तव्यस्त भएको छौँ। यति बेला हामी बाढीको प्रकोपमा हो। यो सबै बाढीको पानी हो भाइ। त्यसैमा पुरै प्रयोग हुन्छ होइन। अब गर्ने के गाह्रो छ जिन्दगी।
खै ध्यान सुन्छ राड छ यहाँ घरको अगाडि यहाँ पानी छ है साथीहरू सतर्क बस्नु होला एकदम हेलो गाइस यति बेला हाम्रो गाउँमा पुरै पानी भरिएको छ यो बाढी आएको छ यो बाढीको पानी छ अब गौर जाने कुनै बाटो छैन खाली हैन सबै बाटो भरिएको छ सतर्क बस्नु होला अब गौरमा आयो सबै पानी जान्छ एकछिनमा हाम्रो गाउँमा पुरै बाटो बन्द भइसकेको छ अब भन्दाखेरि कुनै ठाउँमा निस्किने बाटो छैन यो बाढीको कारणले गर्दा एकदम खतरनाक बाढी छ यो गौर जाने कुनै बाटो खाली छैन सबै बाटो बन्द भइसकेको छ यहाँ अब सतर्क बस्नु होला साथीहरू बाढी आइसकेको छैन अब कतिसम्म हुन्छ त्यो थाहा छैन बाढीमा आउने किराहरू पनि सर्फहरू पनि आउने गर्छ त्यही भएर सतर्क बस्नु होला घरमा बस्नु होला अति आवश्यक काम बाहेक बाहिर ननिस्किनु होला यो पुरै बाटो ब्लक भइसकेको छ क्या यो दाहारको बाढीको कारणले गर्दा अब कुनै ठाउँबाट यो गाउँबाट निस्किने अवस्था छैन यो पुरै बन्द भएको छ बाटो होइन एकदम बन्द भएको छ अब हेर माथि के हुन्छ पानी घट्छ कि बढ्छ थाहा छैन तपाईँले जहाँसम्म जान्छ न त त्यहाँसम्म पानी नै पानी होला बाढीको पानी सबै फेरि बारिसको पानी आइने हो यो हेर्नुहोस् यो बाटो छ अनि बाटो यो ब्लक गरिएको छ है पानीले गर्दा एकदम सतर्क बस्नु पर्छ